सो हामीहरू गइरहेका छौँ नेपालगञ्जको नेपालगञ्ज फुड फेस्टिभल फुड एन्ड बेभरेज स्टेट फेस्टिभलमा जाँदैछौँ हामीहरू। तपाईँहरूलाई हामीहरू बाटो देखाउनेछौँ कताबाट कसरी जान्छौँ हेर्न सक्नुहुन्छ। यो चाहिँ हो यस्तो एकदम राम्रो छ सकेका छौँ र अगाडि हेर्न सक्नुहुन्छ स्टेज छ र अहिलेको चाहिँ यो स्टलहरू खाली नै छन् किनभने आजबाट यो स्टार्ट भएको हो। हेर्न सक्नुहुन्छ दीपिका रेस्टुरेन्ट एन्ड डोक्निक चटनी यहाँ थारू परिकार सबैभन्दा पहिला देखिएको छ। यहाँ अगाडि बिस्तारै बिस्तारै राखिराख्नु भएको छ र अगाडि चाहिँ भिड पनि तपाईँ देख्न सक्नुहुन्छ। यो नाइट मेला हो र रातिको 12 बजेसम्म हुन्छ भन्ने हामीले सुनेका छौँ। आएका छौँ मेरो कान्छो भान्जा एन्ड म, तपाईँहरू हामीलाई हेरेर साथ दिन सक्नुहुन्छ र हामीहरू अगाडि बढिरहेका छौँ अनि एकदमै रमाइलो देखिरहेको छ। यहाँ जतातिर मान्छेहरू चाहिँ एकदम खुसी हुनुहुन्छ। नाइटको मेला चाहिँ एकदम राम्रो लाग्छ मलाई किनभने चिसो हुन्छ। नेपालगञ्जको अवस्था हेर्दाखेरि चिसो हुन्छ, दिउँसो गर्मी हुन्छ, राति चिसो हुन्छ। रातिमा नै धेरै रमाइलो। यो हाम्रो बहिनीहरू भेटिया छन् ल के छ कहाँ चाहिँ अब विशेष स्टेजमा कार्यक्रम चाहिँ रसियन डान्स भनेर भन्दै हुनुहुन्छ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ। र हामीहरू चाहिँ यहाँ आइसकेका छौँ भान्जारामा। एकदम यहाँ उत्साहको साथमा यहाँ बोलाउनु